तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला नेवा पत्रकार राष्ट्रिय दबुया गोसाले समावेशी सञ्चार नीति मिडिया फेस्टिभल मन्तव्य क्रममा डन्डनगुरुलाई म आग्रह गर्छु कृपया अध्यक्ष हुनुहुन्छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ उहाँलाई म सान्दर्भिक मन्तव्यको लागि आग्रह गर्छु। आज नेवा पत्रकार राष्ट्रिय दलले जुन एउटा पहिलो नेपालमा पहिलो नै भन्नुपर्छ एउटा मिडिया फेस्टिभल गरेर वास्तवमा नेपालको मिडिया कस्तो हुनुपर्छ भनेर एउटा सन्देश दिन खोजेको छ। सबभन्दा पहिला म यो महोत्सवको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नै भन्यो भने नेपालले समावेशिता, समानुपातिक, धर्मनिरपेक्षता, गणतन्त्र सबै स्वीकारिसक्यो। सबै संविधानमा उल्लेख भइसक्यो। तर हाम्रो व्यवहारमा ती कुराहरू प्रतिबिम्बित हुन सकेको छैन। हामीले व्यवहार हामीले प्राप्त गर्न सकेका छैनौँ। हामीले अझै पनि नेपाल पत्रकार महासंघ सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गर्नुभएको हो भनेर फेरि भन्नुपर्ने स्थिति छ। हाम्रो बुझाइमा अझै पनि खराबी छ। हामीले नेपाली पत्रकारिता इतिहास कृष्णबहादुर देवकोटाले लेखेको किताब पढेको हो। त्यही किताब पढेर परीक्षा दिएर पास गरेकै हो र त्यो किताबमा प्रश्न लेखेको छ 2008 सालमा सत्यनारायण बहादुर श्रेष्ठले नेपाल पत्रकार संघको स्थापना गर्नुभएको। त्यही विदेशीमा 2012 सालमा स्थापना पुनर्गठन भएको कृष्णप्रसाद भट्टराईलाई स्थापना गर्न नसुहाउने तर सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक भनेर स्वीकार गर्न सक्ने आधार के हो? मैले धेरैचोटि भन्ने गरेको छु र हामीलाई यो एउटा समुदायको एउटा व्यक्तित्व भएका कारणले गरेको विभेद हो कि होइन भनेर म बारम्बार हामी प्रश्न गरिरहेका छौँ। यही हो हामीले खोजेको लोकतन्त्र, यही हो हामीले खोजेको समावेशिता, यही हो हामीले खोजेको परिवर्तन। हामीले धेरै राजनीतिक परिवर्तन प्राप्त गर्यौँ, धेरै राजनीतिक परिवर्तनहरू हामीले अनुभव गर्यौँ तर व्यवहार अझै पनि परिवर्तन हुन सकेन। इतिहासलाई सत्य भएको इतिहासलाई वास्तवमा अझै पनि स्वीकार गर्न सकेको छैन। अझै पनि जुन खालको राजा महाराजाहरूको दङदङी अहिले पनि गणतन्त्रको शासन सत्तामा बसेका र हामी जस्तो एउटा परिवर्तनशील, बुझकी, चेतनशील वास्तवमा पत्रकारहरूको छाता सङ्गठन समेत त्यसलाई बुझाइरहेको छ। के यो सरासर गलत होइन? अनि हामीले कस्तो खालको समावेशताको अभ्यास गर्ने, कस्तो खालको समावेशताको हामी विकास गर्ने। म हाम्रा आदरणीय दाइ अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ, प्रेस काउन्सिलको पनि मलाई आशा लाग्छ साँच्चै नै भन्यो भने ऐन परिमार्जन गर्न जरुरी छ, समय सापेक्ष बनाउन जरुरी छ। उहाँको नेतृत्वमा प्रेस काउन्सिल रहँदा मलाई आशा लाग्छ सबै मातृभाषा, सबै क्षेत्र, सबै वर्ग र सबै समुदायका साथीहरूले प्रकाश गर्नुभएको पत्र-पत्रिका सम्प्रेषण गर्दाखेरि अन्याय हुन दिनुहुन्न। उहाँ सधैँ न्यायको पक्षमा उभिने व्यक्तित्व। त्यसैले मलाई आशा लाग्छ यी कुराहरूमा सबै ध्यान जानेछ भन्ने लाग्छ र म जाँदै फेरि पनि भन्न चाहन्छु नेपाल पत्रकार महासंघको इतिहास सच्याउने काम नेपाल पत्रकार महासंघले गर्दैन भने हामी नेपाल पत्रकार महासंघलाई हाम्रो महासंघ हो भनेर स्वीकार गर्न सक्दैन। यो कुरा सबैजनाले ध्यान दिनुहोस् भन्ने अनुरोध गर्दै म फेरि पनि यो फेस्टिभलको भव्य र सभ्य सफलता कामना गर्छु। धन्यवाद। धन्यवाद। डन्डन गुरुङ हुनुहुन्थ्यो। उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष पनि हो र आज हामीले यो मिडिया फेस्टिभल आयोजना गरिरहेका छौँ। यो सँगै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ एउटा प्रवर्तक रूपमा हामीले लिइरहेका छौँ र नेवा पत्रकार यसको घटक पनि हो। तपाईको जानकारीको लागि मैले यो भनिहालेँ र एउटा म भोलिन्टियर साथीहरूलाई आग्रह गर्छु डट्स प्रिन्टर हाउसले प्रकाशन गरेको एउटा पत्रिका छ नेवा पत्रकार राष्ट्रिय दबुया गोसाले नापाङ मिडिया फेस्टिभल जिन्ससव श्री चाचाया लस्ता व्यावसायिक पत्रकारिता आधार समावेशी पत्रकारिता नीति तसुकथन नेवे बहुगु पाजु सत्यमन जोशीपाके सम्पादन जु पत्र पत्रिका नीति प्राप्त इजाजत पत्र व पिदै नुगु पत्रिका या छुछु नमुना यो पत्रिकालाई वितरण गर्नको लागि म स्वयंसेवक साथीहरूलाई आग्रह गर्छु सत्यमन सरले लेख्नु भएका विभिन्न कृतिहरू र प्रकाशनहरू भनौं यसलाई संकलन गरेर एउटा प्रकाशित गरिएको छ डट्स प्रिन्टर हाउसले र हामी यो मन्तव्य क्रममै छौं। यो मन्तव्य क्रममा हामी सबर छोटो गर्ने प्रयासमा छौं। यो सँगै महानिर्देशकलाई म आग्रह गर्छु कृपया सूचना विभागका वीरबहादुर राई मिडिया फेस्टिभल जुन किसिमले आयोजना गर्नुभएको छ र आयोजना गरेर
हाम्रा सञ्चार क्षेत्रका विषयवस्तुहरू पस्कने र हामीले गरिरहेका विषयवस्तुहरूलाई सबै सामु छलङ्ग रूपमा अगाडि राख्ने जुन आशयका साथ यो आयोजन गर्नुभएको छ म आयोजक मित्र र आयोजक संस्थालाई म विशेष धन्यवाद दिँदै यो कार्यक्रमको सफलता कामना गर्छु। वास्तवमा हामी हिजोभन्दा फरक किसिमले हामी अगाडि बढिरहेका छौँ। अब सङ्घीयताको कार्यान्वयनमा हामी छौँ र हाम्रा विषयवस्तुहरू पनि हिजोभन्दा धेरै विषयवस्तुहरू फरक हुँदै गएको छ। समावेशको विषय यो मुलुकको आवश्यकता थियो, तपाईँ हामी बिचको आवश्यकता थियो र यसलाई कतिपय विषयमा हामीले यसलाई शाब्दिक रूपमा पारिभाषिक रूपमा गर्दाखेरि कहिले अपुरो गर्छौँ र कहिले काहीँ अलिक फरक किसिमले गर्छौँ। तथापि मैले बुझेको समावेश के भन्दा नेपालको पूर्व मेचेदेखि महाकालीसम्म उत्तरदेखि तराईसम्मका विषयवस्तुहरू जुन कन्टेन्टका विषयवस्तुहरू र काहीँ ओझेलमा परेका विषयवस्तुहरू कसैले नछुटोस् र ती विषयवस्तुहरू मुलुक एउटा सार्वजनिक नागरिक हैसियतले प्राप्त गरोस् र मुलुकले त्यसलाई सम्बोधन गर्न सकियोस् भन्ने हिसाबले त्यस्ता विषयवस्तुहरू पस्कनलाई समावेशी नीतिले धेरै असम्भव हुन्छ भन्ने लागेको छ। मलाई लाग्छ अहिले पत्रपत्रिकाको सङ्ख्याकै हिसाबले हेर्ने भने मलाई लाग्छ 7,000 बढी सूचना विभागमा दर्ता भएका छन्। कतिपय बिचमा रहेर निरन्तरता प्राप्त नगरेको होला। तथापि पनि अब त्यसको सङ्ख्यात्मक हिसाबमा पनि अब हामीले गुणात्मक एउटा सत्य तथ्य र विश्वसनीय पत्रकारिता र त्यसको सम्प्रेषणलाई हामीले महत्त्वपूर्ण विषय बनाउनुपर्छ भन्ने लाग्छ। यो आजको कार्यक्रम अत्यन्त महत्त्वपूर्ण, किनभने यति धेरै पत्रकारिताले स्थलहरू गर्नुभएको छ, त्यहाँ मैले पनि बिहान सरसर्ती गरेर हेरेँ। धेरै विषयवस्तुहरू बाहिर आएका छन्, त्यसले सहयोग पुर्याएका छ समाज, राष्ट्र र जनताका लागि। र फेरि पनि म यो कार्यक्रम आयोजन गरेर मलाई पनि निम्ता दिएर केही कुरा राख्ने समय जुन अवसर दिनुभएको छ, म कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम यस किसिमको कार्यक्रमले हामीले सोचेको, अपेक्षा गरेको र हाम्रो उद्देश्य पक्कै पनि पूर्ण रूपमा सफल हुनेछ भन्ने कामनासहित शुभकामनाको यो मन्तव्यसहित यहाँ समेटाउँछु। धन्यवाद। धन्यवाद। वीरबहादुर राई हुनुहुन्थ्यो, उहाँ महानिर्देशक सूचना विभागबाट सारै सान्दर्भिक मन्तव्य राखिदिनु भयो। अघि हामीले उद्घाटन गरेको यो बोर्ड छ, यो बोर्डमा हामीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र कलाकार 2009 सालमा दर्ता भएको पत्रिका बहुभाषी पत्रिकाका सम्पादकलाई सिग्नेचर गर्न पनि म आग्रह गर्दैछु। यो सम्मान अगाडि कृपया उठेर प्रमुख अतिथिलाई यो अगाडि बोर्डमा सिग्नेचर गरिदिनको लागि, म हस्ताक्षर गरिदिनको लागि म आग्रह गर्छु। आजको यस ऐतिहासिक क्षण जसमा हामीले फरक ढङ्गले पनि उद्घाटन गर्यौं, एउटा पानस्मृति प्रज्वलन गर्यौं, बोर्डलाई पनि हामीले देखाएर तपाईँ समक्ष सार्वजनिक गर्ने प्रयास गर्यौं। त्यसैमा हामीले हस्ताक्षर गर्ने अभियान स्वरूप सुरु गरेका छौं। समावेशी पत्रकारको विषयमा, समावेशी सञ्चारको विषयमा र पत्रकारिताको विषयमा धेरै कुराहरू यस अगाडिका वक्ताहरूले पनि भनिसक्नु भएको छ। पक्कै पनि नेपालको यो सञ्चार क्षेत्रलाई समावेशी बनाउनु पर्छ। समावेशीको पहल अथवा भनौँ यहीँबाट सुरुवात भएको संकेतको रूपमा हामीले यो बोर्डलाई सिग्नेचर गरेर हस्ताक्षर गरेर सुरुवात गरेका छौं। आजबाट यो समावेशी बनाउने, सञ्चारलाई समावेशी बनाउने क्रम सुरु भयो भन्ने संकेत पनि हामीले यस मार्फत प्रवाह गर्न खोजिरहेका छौं। रत्न श्रेष्ठको नेतृत्वमा आएको टोलीले आजका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष र कलाकार नामका बहुभाषी पत्रिकाका सम्पादक शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नको लागि म आग्रह गर्छु। यो टीका लगाउने क्रम जोडिरहेको छ। अहिले दैको सगुन दिने काम भएको छ। पक्कै पनि हामी संस्कारी समाजमा छौं। नेवार समाज संस्कारको एउटा पर्याय पनि हो र प्रत्यक्ष प्रसारणको रूपमा नेपाल मण्डल टेलिभिजनले पनि प्रत्यक्ष प्रसारण जोडिरहेको छ। तपाईले आफ्नो घरमा हेर्न सक्नुहुन्छ। टेलिभिजनमा दुईटा भइसक्यो, नेपाल मण्डल टेलिभिजन र त्यस्तै इन्डिजिनियस टेलिभिजन र रेडियोमा हर्बल रेडियो र अनलाइन न्यूज पोर्टलमा newaonlinenews.com ले प्रत्यक्ष प्रसारण कार्यक्रमलाई जोडिरहेको छ। हामी पक्कै पनि सभ्य समाजका नागरिक हौं। त्यसमध्येमा पनि काठमाडौँ उपत्यका नेवार जो संस्कारी समाजको रूपमा पर्यायको रूपमा लिन्छौं। यसलाई हामीले सगुनलाई यो
यो पर्यायको अर्को चिन्ह संकेतको रूपमा पनि लिन्छौं। हामी कसैलाई सम्मान गर्नु छ भने हामी सगुन दिन्छौं। यो पक्कै पनि अलिकति रक्सी दिन्छौं होला अथवा दहीको सगुनलाई दिन्छौं होला, टिकालाई दिन्छौं होला। यो हाम्रो पर्यायको रूपमा लिन सक्छौं। यो सभ्य समाजको प्रतीकको रूपमा पनि हो। हामी सभ्य समाजको प्रतीकको रूपमा भएर सगुन दिइरहेका छौं। धेरै जनजातिहरू आदिवासीहरू आफ्नै ढंगले आफ्नो संस्कार प्रस्तुत गर्न लागिपरेका छौं। त्यही मध्यमा पनि नेवारहरू यसरी सगुन लिनेमा पनि तपाईहरुलाई जानकारी गराउन चाहे। यो सँगै एउटा सेतो खालको फिता पनि बाँड्छौं। यो सेतो फितालाई हामी बेताली भन्छौं। यो बेताली हामी कसैलाई अति सम्मान गर्नु पर्यो भने लगाइने हो। यो संस्कारी समाजको एउटा संकेतको रूपमा लिन्छौं। यसको लागि सहयोग गर्नुको लागि नेवा पत्रकार राष्ट्रिय दलका अध्यक्ष श्री कृष्ण महाजन र यो मेला आयोजक समितिका संयोजक सुरेन्द्र भक्त श्रेष्ठलाई संयुक्त रूपमा यो बेताली अथवा सेतो फिता बाँड्दिनको लागि म आग्रह गर्छु। आज हामीले सम्मान गर्दैछौं आजका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जसलाई यो अगाडि सगुन दिने काम भइसकेको छ भने अहिले फिता बाँडेर बेताली लाउने काम भइरहेको छ। यो सँगै माला लाउने पनि काम भइरहेको छ। यो सँगै खाडा उडाइदिनको लागि पनि म आग्रह गर्छु। यो तालीको अभाव देखिएको जस्तो लाग्यो। हामी काम ताप्दै मजाले ताली बजाउँदै कार्यक्रममा उपस्थित हुन सक्छौं। मन्तव्य क्रमलाई जोड्न चाहन्छु। यो टिका लाउने क्रम चलिरहन्छ, त्यसलाई चाहिँ पुर्याइदिनु होला। म किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षलाई म आफ्नो सान्दर्भिक मन्तव्य राख्नको लागि म आग्रह गर्छु। कृपया किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष प्रेस काउन्सिल नेपाल। 916 वटा पत्रिकाको पोर हामीले वर्गीकरण गर्दाखेरि 132 वटा हुबहुमा परे। हुबहु भनेको चोरी पत्रकारिता हो, कपी पेस्ट पत्रकारिताको अरूको सारेर पाना भर्ने प्रवृत्ति हो। यसपालि यो वर्गीकरणको तपाईँले सुन्नुभयो भने हामी सबैले जिब्रो टोक्नुपर्ने अवस्था छ। 932 वटा पत्रिकामा 500 वटा पत्रिका हुबहु बहुमत भन्दा बढी 50% भन्दा बढी पत्रिका अर्काको सारेर चोरेर आफ्नो पाना भरेर पत्रिका चलाउँछन् र समाजमा म पत्रकार हुँ, म सम्पादक हुँ भनेर चिनाउँदै हिँड्छन् भने यसलाई कस्तो परिभाषामा राख्ने, हाम्रो पत्रकारिताको अवस्था कस्तो छ भनेर चित्रण गर्ने र समाजलाई विदेशीहरूलाई के भनेर चिनाउने। त्यसकारण हामी आफै पनि शुद्ध हुनु जरुरी छ। निश्चय नै भाषिक पत्रकारिता गर्न एकदमै गाह्रो छ। एक त रिडरसिपको अभाव, पाठकहरूको अभाव, विज्ञापनको अभाव, मार्केटको अभाव, अनेक खालका सन्दर्भ छन्, जटिलता छन्। भाषिक पत्रकारिता अर्थ भन्दै जाने भने समयक्रममा बन्द हुँदै गएका छन्। नयाँ आउँदै केही समय बस्दै बन्द हुने क्रम जारी छ। कति गाह्रो छ भाषिक पत्रकारितामा संलग्न रहनुभएको पत्रकार साथीहरू म देखिरहेको छु। उहाँहरूलाई कति मुस्किल छ हामी अनुभूत गर्न सक्छौँ। हामीलाई थाहा छ, हामीले पनि दुःख गरेर पत्रकारिता गरेको हो। हामीले पनि सङ्घर्ष गरेर आफ्नो पत्रिकालाई एउटा स्तरमा पुर्याएर अरूको अगाडि प्रतिस्पर्धामा जाने कोसिस गरेको हो। त्यसैले हाम्रा अग्रजहरूको सामु अगाडि अप्ठ्यारो नमानिकन, झन्झट नमानिकन यति कुरा भन्नुपर्छ कि हामी कोसिस गर्दैछौँ। समावेशिताको नाममा 601 जनाको संविधान सभा बनेर पनि संविधान त समयमा आएन। त्यो संविधान सभाले दिएको संविधान अनुसार हुन्थ्यो भने अहिले नयाँ सरकार बन्न यति झन्झट र जटिल पनि हुने थिएन। समावेशिता भनेको बनाउनु कुनै सूत्र होइन, त्यो व्यवहारको दौरानमा, भोगाइको दौरानमा सिक्दै गरिँदै जाने कुरा हो। त्यसलाई सिद्धान्तको परिप्रेक्ष्यमा बुझ्दै जानुपर्छ। हामीले पनि मेहनत गर्नुपर्छ। मेहनत नगरिकन अधिकार मात्र पाएर खोजेर हुँदैन। मेहनत गरौँ, कोसिस गरौँ। तपाईँ हामी सबै मिलेर साझा हातका साथ अघि बढौँ। हाम्रो अभियान सफल हुनेछ। धन्यवाद। नेवातेगु थगुहे मौलिक मरी लाखा मरी देका गाहकी ते त सन्तुष्ट ब्यावैचंगु लाखा छे निन्या द दुगुजुल गाहकी लिसे थिथि ख्यपाकी पियावया चंगो हपालयाना थुगुज्या थौतक मदिक्क न्याके चुनि फुगुली सकलिसित कृतज्ञता पुमका चना लाखा छे सोरुखुते हि जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्यया थिथि बुख मनोरञ्जन यादव नेवाला निया
निथ सनी लया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवालय धन्यवाद। किशोर श्रेष्ठ हुनुहुन्थ्यो, कार्यवाहक अध्यक्ष प्रेस काउन्सिल नेपालबाट सान्दर्भिक मन्तव्य दिनुभयो। पक्कै पनि उहाँले आह्वान गर्नु भए अनुसार हामी अगाडि बढ्न सक्यौँ भने यो समावेशितालाई स्थापित गर्न सक्छौँ। उहाँको अनुभूति सहितको मन्तव्यको लागि धन्यवाद। साथीहरूलाई म अगाडि आइदिनको लागि म आग्रह गर्दैछु। कृपया संयोजक सुरेन्द्र भक्त श्रेष्ठ मञ्चमै हुनुहुन्छ। राजेश बज्राचार्य यस मिडिया फेस्टिभल 1138 का सह संयोजक हुनुहुन्छ, कृपया अगाडि आइदिनु होला। र त्यस्तै स्टल व्यवस्थापनका संयोजक विराज काजी राजोपाध्याय, उहाँलाई पनि म आग्रह गर्छु कृपया अगाडि आइदिनु होला। विराज काजी राजोपाध्याय स्टल व्यवस्थापनमा संयोजक हुनुहुन्छ। र त्यस्तै स्वागत सत्कारमा संयोजनको भूमिका निर्वाह गर्नुहुने रचना श्रेष्ठ, उहाँलाई पनि म कृपया तयारी अवस्थामा पछाडि आइदिनुको लागि म आग्रह गर्छु। र त्यस्तै डायरी प्रकाशन गर्नमा सहयोग गर्ने अथवा भनौँ नेतृत्वदायी भूमिका निर्वाह गर्ने नृपेन्द्रलाल श्रेष्ठलाई पनि म आग्रह गर्छु कृपया अगाडि आइदिनु होला। बुलेटिन प्रकाशनमा सहयोग गर्ने अथवा भनौँ नेतृत्वदायी भूमिका निर्वाह गर्ने उत्तम श्रेष्ठ, उहाँलाई पनि म आग्रह गर्छु कृपया अगाडि आइदिनु होला। नृपेन्द्रलाल श्रेष्ठ डायरी प्रकाशनमा, बुलेटिन प्रकाशनमा उत्तम श्रेष्ठ, क्यालेन्डर प्रकाशनमा राजेश बज्राचार्य, उहाँ मेलाकै सहसंयोजक पनि हुनुहुन्छ। श्रीकृष्ण महर्जन अध्यक्ष उपस्थित हुनुहुन्छ। उदयन ढुसामीलाई पनि उपस्थितिको लागि म आग्रह गर्छु, कृपया उपाध्यक्ष हुनुहुन्छ। उहाँ काठमाडौँ उपत्यकाभित्रबाट उपाध्यक्षमा चयन हुनुभएका उदयन ढुसामी, उहाँ युवा पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष पनि हुनुहुन्छ, कृपया अगाडि मञ्चमा आइदिनु होला। टीका प्रधान, उहाँ पनि उपाध्यक्ष हुनुहुन्छ। टीका प्रधानलाई पनि म आग्रह गर्दैछु कृपया यो कार्यक्रम स्थलमा हुनुहुन्छ भने आइदिनु होला। कतिपय साथीहरू यो कार्यक्रम भन्दा पनि बाहिर खटिएर काम गरिरहनु भएको छ, सुनिरहनु भएको छ भने कृपया आइदिनु होला। मीरा राज भण्डारी मात्य, उहाँ पनि उपाध्यक्ष, उहाँलाई पनि म आग्रह गर्दैछु। सुरजवीर बज्राचार्य, उहाँ संयोजक पनि हुनुहुन्छ सांस्कृतिक विभागका। नृपेन्द्रलाल श्रेष्ठ उपाध्यक्ष, सुनिल महर्जन महासचिव, युवा पत्रकार राष्ट्रिय दबुका महासचिव, के मानन्दर म आफै भइहाले। सुरेन्द्र भक्त श्रेष्ठ यो कार्यक्रम मेलाकै संयोजक हुनुहुन्छ। शर्मिला श्रेष्ठ, युवराज श्रेष्ठ, सुदीप कुमार श्रेष्ठ, जीवन श्रेष्ठ, जमुना श्रेष्ठ, विगेन तुलाधर, हसना लवजु, उहाँलाई पनि म मञ्चमा उपस्थित भइदिनको लागि म आग्रह गर्छु। प्रेरणा लक्ष्मी साक्य, उहाँलाई पनि म आग्रह गर्दैछु कृपया। जितेन्द्र श्रेष्ठ, उहाँ पनि युवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सदस्य हुनुहुन्छ। जितेन्द्र श्रेष्ठ मैले भर्खरै मात्रै देखि मञ्चमा उपस्थित भइसक्नु भएको छ। नदरराम महर्जनलाई पनि म आग्रह गर्दैछु कृपया अगाडि मञ्चमा आइदिनु होला। नदरराम महर्जन, उहाँ युवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सदस्य हुनुहुन्छ। प्रज्वल श्रेष्ठ उपस्थित हुनुहुन्छ भने यो कार्यक्रम स्थलमा हुनुहुन्छ भने मञ्चमा आइदिनु होला। नवीन जोशी र त्यस्तै अरविन्द श्रेष्ठ, उहाँलाई पनि म आग्रह गर्दैछु। उहाँले प्रकाशन प्रसारणमा धेरै सहयोग गर्नु भएको छ। अरविन्द मानसिंह मैले अगाडि देखिरहेको छु, कृपया मञ्चमा आइदिनु होला। अरविन्द मानसिंह र त्यस्तै भाइकाई महर्जन, नेपाल मण्डल टेलिभिजनका प्रबन्धक पनि हुनुहुन्छ। भाइकाई महर्जन नयन, उहाँ पनि यो कार्यक्रम स्थलमा हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनु होला। हामी सम्पूर्ण पत्रकार साथीहरू संयुक्त रूपमा यो अभियानमा जोडिँदैछौँ र यो समावेशी सञ्चारलाई अभियानको रूपमा अगाडि बढाउँदैछौँ। यसैको लागि हामी सन्देशमूलक रूपमा एउटा बोर्ड पनि तयार गरेका छौँ र यसको लागि यो सम्मान पत्र दिने कार्यक्रम रहेको छ। बोर्डमा हस्ताक्षर गर्ने कार्यक्रम सकिसकेको छ। आज हामीले यति नै साथीहरू मिलेर यो कार्यक्रम, यो फेस्टिभल आयोजना गरेका छौँ। अझ पनि कतिपय साथीहरू यो कार्यक्रम स्थलभन्दा बाहिर खटिनु भएको छ, उहाँहरूले सुन्दै हुनुहुन्छ भने कृपया यो मञ्चमा उपस्थित भइदिएर हामी परिचयका साथ सत्यमोहन जोशी सर जो वाङ्मय शताब्दी पुरुष पनि हुनुहुन्छ र कलाकार नामका सम्पादक जो 2009 मा समावेशी पत्रिकाको रूपमा दर्ता गर्नु भएको छ, उहाँलाई हामीले सम्मान गर्न खोजिरहेका छौँ। आज हामीले प्रमुख अतिथिको रूपमा वाङ्मय शताब्दी पुरुष र कलाकारका सम्पादकलाई सम्मान गर्दैछौँ। यो सम्मान पत्रलाई कृपया अगाडि ल्याएर आजका प्रमुख अतिथिलाई दिइदिन हुनको लागि म आग्रह गर्छु। यस अगाडि यो पढेर सुनाइदिनको लागि म सुरजवीर बज्राचार्यलाई म आग्रह गर्छु। कृपया सुरजवीर बज्राचार्य जो सांस्कृतिक विभागका संयोजक र नेवा पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष पनि हुनुहुन्छ। नेवा पत्रकार राष्ट्रिय दबु, नेशनल फोरम अफ नेवा जर्नलिस्ट, नेपाल सम्मत 1132 हनापो, वाङ्मय शताब्दी पुरुष या उपाधि राज्य छ्यापियातम भाषा रत्न संस्कृतिविद नाप अनेक कथा समाज क्षेत्र हनावया चुङ्गु लसता या खख
छिगु नेवा व नेपाया विकासे लुइगु आफ्नो ज्यान जीवित अतिक गर्भितिया उको अनेक ज्यादा थुई पत्रकारिता खेले छिगु सक्रियता थौया दिने लुमङका छना समावेशी सञ्चार नीति थुगो ऐतिहासिक येलो लाकुया भन्दा के वे जुयाचुङ्गु नापाङ्गु मिडिया फेस्टिभल जिन 600 व सुइचाद नेपाल सम्मत 1073 विक्रम सम्मत 2009 साले छिगु सम्पादने कलाकार त्रैमासिक पत्रिका पेथना दिगु यथसे पिङ्गु भाषा या सृजना दुथेकीगु तातुना उगु पला निहागुना लुमङका छना विधिवत रूपमा दर्तायाना नेपाल भाषा व खस नेपाली भाषा मुवङ्गु रचना पिथिनीगु ज्यान नप रञ्जनालिपि छलबुला हेगु ज्या तक छिगु नेतृत्व या त हना छना थुगु ज्या थौ या सञ्चार ख्यो या नीति छगु दसु ख उगु दसु कर्म व योगदान या त लुमङगु से थौ या दिने छे त हना छना छिगु ता आयु भिउसा या कामना यासे समाज नीति न्याना चुङ्गु छिगु पला अझ दिसी धायमा धका आशिका याना छना एकीको शुभा अथे नातिकाजी महर्जन उहाँलाई पनि म आग्रह गर्छु कृपया मञ्चमा आइदिनु होला। उहाँ नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौँका अध्यक्ष पनि हुनुहुन्छ। नातिकाजी महर्जन र रुबी श्रेष्ठ ललितपुर नेवा पत्रकार राष्ट्रिय दबु शाखाका कार्यवाहक अध्यक्ष हुनुहुन्छ। रुबी श्रेष्ठलाई पनि म मञ्चमा आग्रह गर्दैछु कृपया अगाडि आइदिनु होला। हामीले आज आफ्नो ठाउँबाटै यसरी विशिष्ट योगदान दिन सकेको भएर भूमिका निर्वाह गर्न सकेको भएरै यो मिडिया फेस्टिभल आयोजना गर्न सकेका छौँ। हाम्रो यो टोलीले गरेको काम कतिको भयो भएन तपाईहरुले मूल्याङ्कन गर्नुहुनेछ। यसको मुख्य ध्येय भनेको समावेशी सञ्चारलाई सन्देश दिनु हो, समावेशी सञ्चार स्थापित गराउने एउटा उद्देश्यका साथ आयोजना गरिएको हो। आज हामीले विभिन्न साथीहरूलाई उपस्थित गराएका छौँ। मैले अझै पनि भनिरहेको छु नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्र कमिटीका साथीहरू र त्यस्तै यो मेला आयोजन समितिका सचिवालयका साथीहरूलाई पदाधिकारीहरूलाई मञ्चमा उपस्थित भइदिएर संयुक्त रूपमा आजका प्रमुख अतिथिलाई सम्मान पत्र दिनको लागि हामी त्यो प्रयास गर्दैछौँ। र त्यस्तै शैलेश डङ्गोललाई पनि म आग्रह गर्छु कृपया अगाडि आइदिनु होला। उहाँले पनि यो मेला आयोजना गर्नमा अतुलनीय भूमिका र दायित्व कर्तव्य निर्वाह गर्नुभएको छ। शैलेश डङ्गोललाई पनि म मञ्चमा आग्रह गर्छु। तपाईँ आदरणीय सत्यमोहन जोशी वाङ्मय शताब्दी पुरस्कारको उपाधि राज्यले तपाईँलाई भाषा रत्न, संस्कृतिविद र धेरै समाजबाट तपाईँलाई दिँदै आएको यो सम्मान पनि हो। तपाईले नेवा नेपाल र विकासको क्षेत्रमा धेरै अतुलनीय योगदान दिनुभएको छ। तपाईले पत्रकारिता क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरेर आजसम्म पनि इतिहास छोड्नु भएको छ। समावेशी सञ्चारको लागि यो ऐतिहासिक ललितपुर भण्डार खाल बगैँचामा भइरहेको पहिलो मिडिया फेस्टिभल 1138 अर्थात् नेपाल सम्वत 1073 विक्रम सम्वत 2009 मा तपाईले सम्पादन गर्नुभएको कलाकार त्रैमासिक पत्रिका आजको दिनमा पनि त्यति नै ऐतिहासिक बन्न पुगेको छ। तपाईले गर्नुभएको यो योगदान प्रति तपाईलाई हामीले हृदयङ्गम गरी सम्मान गर्न खोजिरहेका छौँ। संयोजक सुरेन्द्र भक्त श्रेष्ठ मिडिया फेस्टिभल 1138, अध्यक्ष श्रीकृष्ण महर्जन नेवा पत्रकार राष्ट्रिय दबु नेपाल सम्वत 1138 पहिलाका पञ्चमी शनिबार अर्थात् पुस 22 गते 2074 साल। आज हामीले यो संयुक्त रूपमा आजका प्रमुख अतिथि सत्यमोहन जोशी जो वाङ्मय शताब्दी पुरुष पनि हुनुहुन्छ र कलाकार नामका पत्रिकाका सम्पादक पनि हुनुहुन्छ, जो आजभन्दा धेरै वर्ष पहिला अथवा 2009 सालमा कलाकार भन्ने बहुभाषी पत्रिका दर्ता गरेर उहाँले धेरै अङ्कसम्म प्रकाशित गर्नुभएको छ। यो इतिहास हाम्रो लागि मार्गनिर्देशन हुनेछ। उहाँहरूलाई आज हामीले यो योगदानप्रति उच्च मूल्याङ्कन गर्दै हामीले आज सम्मान पत्रका साथ संयुक्त रूपमा सम्मान गर्ने मौका जुरेको छ। यसप्रति हामी धेरै आभार व्यक्त गर्न चाहन्छु। कृपया आफ्नो स्थानमा पनि लागिदिनु होला। यो सँगै अझ हामी यो कार्यक्रम करिब करिब अन्ततिर आइसकेको छ। यो हामी विशेष अतिथिको एउटा मन्तव्य सुन्छौँ। यो अगाडि एउटा गीत गाइदिनको लागि म आग्रह गर्दैछु। घाजुल हिबावल स्यागुया स पिजोल। साउन्ड सुरेन्द्र श्रेष्ठ काभ्रे पनौतीबाट सहभागी हुनुहुन्छ र यसमा सङ्गीत राखिदिनु भएको छ भूषण भौमी श्रेष्ठ र रचना भूषण भौमी श्रेष्ठ नै। कृपया अगाडि आएर एउटा गीत सुनाइदिनु होला।
घाजुला ही बाउला घाजुला ही बाउला शागुया सापिजुला दने मत्यो नीला अजन रे दने मत्यो नीला अजन रे सोरे हाक नजी माखोला सोरे हाक नजी माखोला घाजुला ही बाउला नेवा तजिलजी कनौन नेवा जीवना कनौन नेवा तजिलजी कनौन नेवा जीवना मधुको सीमाया हाथे मधुको सीमाया हाथे झाजुया फुक कुतुवना झाजुया फुक कुतुवना काजुला नेवा तेगु थगु हे मौलिक मरी लाखा मरी देका गाहाकी ते त सन्तुष्ट ब्यावै चंगु लाखा छे निन्या द दुगु जुल गाहाकी लिसे थिथि ख्यपाकी पियावया चंगु हपालयाना थुगुज्या थौतक मदिक्क न्याके चुनि फुगुली सकलिसित कृतज्ञता पुंका चना लाखा छे सोरुखुते हि जीवु तजिलजी सम्पदा संस्कृति खला बला नुगु पुलागु मे नेवा ख्यया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमंका दिमते नेवाला